ओके हेलो एन्ड नमस्ते एभ्रिवान। म यो भिडियोमा चाहिँ मेन आइडिया टाइप अफ क्वेसन चाहिँ सिकाउने गइरहेको छु। सो बिफोर द्याट विल अन्डरस्ट्यान्ड हाउ दिस मेन आइडिया टाइप अफ स्ट्राटेजी वर्क। ओके, सो विल फलो द्याट स्ट्राटेजी इन द एक्जामिनेसन टु डु इन द सर्ट पिरियड अफ टाइम। ओके, सो यो मेन आइडियामा चाहिँ यसको स्ट्राटेजी के रहन्छ भनेपछि तिम्रो चाहिँ पुरै प्यासेज पढ्छौ होइन, अनि यसको ओभरअल थिम चाहिँ निकाल्नु पऱ्यो क्या तिमीले होइन। ओभरअल कन्टेक्स्टको चाहिँ मेन आइडिया के हो, इन्स्टेड तिमीले चाहिँ यो रङ चाहिँ गर्नु भएन। एउटा स्पेसिफिक लाइनले चाहिँ तिम्रो डिसिजनलाई चाहिँ इन्फ्लुएन्स गर्नु चाहिँ भएन मेन आइडियामा होइन। तिमीले ओभरअल कन्टेक्स्टलाई हेरेर अनि तिम्रो मेन आइडिया लिन्छौ, एन्ड देन मेन आइडिया चाहिँ तिमीले एन्सर चोइसमा डग गर्छौ। ओके, एन्ड यु विल ट्राई टु फाइन्ड इट इन द एन्सर चोइस and you'll tick the question, tick the answer choice. Okay, so yeah, without wasting any time, let's read the passage what it is saying. Okay, so here President Richard Nixon is famous for his participation in the 1970s Watergate scandal, Watergate political scandal, a convoluted tale of criminality. Okay, criminality and eroded ethics involving a constellation of associates such as White House counsel Chuck Colson and White House counsel John Dean. But Nixon's legacy is complex. He has been praised for his role in creating the Environmental Protection Agency, and he once made an attempt at reforming United States healthcare policy that is arguably a precursor to the Affordable Care Act, which becomes a law during the Barack Obama administration. Okay, so मैले के बुझेँ भनेपछि यो रिचार्ड निक्सन चाहिँ एउटा स्क्यान्डलमा 1970समा परेको रहेछ। एउटा यसलाई चाहिँ एउटा क्रिमिनल एक्ट भनिँदो रहेछ। त्यो चाहिँ एसोसिएट्स आफ्नो साथीहरूसँग पनि, व्हाइट हाउसको काउन्सिल पनि, अनि यो अर्को व्हाइट हाउसको काउन्सिल जोन डिन पनि उनीहरूसँग सँगै एसोसिएटेड थियो है त रिचार्ड निक्सन। तर रिचार्ड निक्सनको लेगेसी चाहिँ एकदम कम्प्लेक्स छ क्या। उसको जुन पार्टिसिपेसन इन दिस वाटरगेट स्क्यान्डल भन्छ नि हो, त्यो पनि उसले गरेको हो होइन, फ्याक्ट हो। तर अन द अदर ह्यान्ड हि वाज अल्सो प्रेज फर सो मेनी एचिभमेन्ट्स, लाइक उसले एउटा एक्ट बनाएको थियो रिफर्मिङ द युनाइटेड स्टेट्स हेल्थ केयर पोलिसी द्याट इज आर्ग्युएबली अ प्रिकर्सर टु द एफोर्डेबल केयर एक्ट। सो चाहिँ पछि चाहिँ उसको त्यो एक्ट चाहिँ ब्यारेक ओबामाको ड्युरिङ यो एडमिनिस्ट्रेसनको बेला चाहिँ एउटा ल बन्यो होइन। सो हामीले के बुझ्यौँ मैले भनेपछि ओभरअल कन्टेक्स्टमा यो रिचार्ड निक्सन चाहिँ यसको एउटा पोलिटिकल स्क्यान्डलले गर्दाखेरि चाहिँ उसको ठुल्ठुलो अचिभमेन्ट्सहरू चाहिँ ओभर स्याडो भएको रहेछ होइन। त्यही त हो एउटा मेन आइडिया। लेट्स जम्प इन द आन्सर चोइस एन्ड विल ट्राई टु little bit match to the answer choice. Okay, and eliminate the other answer choice. Chuck Colson and John Dean were significant figures in the presidency of Richard Nixon. Okay, obviously no presidency, no significant figures चाहिँ उसको प्रेसिडेन्सीको लागि चाहिँ यो मेन आइडिया होइन। Richard Nixon is commonly linked with an infamous historical event, yes, but this overshadows some of his notable achievements. Exactly, एउटा यो मेन आइडिया एकदमै ओभरअल कन्टेक्स्टमै यही छ क्या, हाम्रो यही हुन्छ क्या मेन आइडिया टपिक नै। लाइक फर्स्टमा यसको स्क्यान्डलको बारेमा भनेछ, इन्फेमस हिस्टोरिकल इभेन्ट होइन। त्यसपछि के भनेछ भनेपछि यहाँ तल पनि ओभरस्याडो गऱ्यो नि त उसको नोटेबल एचिभमेन्ट्स, यो हिस्टोरिकल नराम्रो कुराले गर्दाखेरि चाहिँ। अनि यो चाहिँ एउटा पर्फेक्ट म्याच जस्तो लाग्यो मलाई अहिलेसम्म। लेट्स लुक इन्टु द अप्सन नम्बर चोइस सी एन्ड विल ट्राई टु एलिमिनेट सम अफ द रिचार्ड निक्सन्स पोलिसी इन्फ्लुएन्स द पोलिसिज अफ लेटर प्रेसिडेन्सियल एडमिनिस्ट्रेसन्स। नो, रिचार्ड निक्सनको पोलिसिसले चाहिँ इन्फ्लुएन्स गरेको रहेछ उसको प्रेसिडेन्सियल एडमिनिस्ट्रेसनमा। यो त एकदमै लाइक आउट अफ कन्टेक्स्ट जस्तो कुरा भयो। रिचार्ड निक्सन्स रेपुटेसन इज प्रिमियरली ड्यू टु द एक्सन अफ इज एसोसिएट्स। ओके, सो उसको एसोसिएट्सले गर्दाखेरि, उसको साथीहरूले गर्दाखेरि चाहिँ
उसको एक्सन त्यस्तो भएको अरे क्या, अब यहाँ भन्दैछ रेपुटेसन त्यस्तो भएको भन्दैछ, तर एक्चुअलमा होइन नि त। उसको साथीहरूले गर्दा मात्रै भएको होइन, त्यस्तो कुरा केही मेन्सन पनि गरेको छैन टेक्स्टमा। रिचार्ड निक्सन पनि पार्टिसिपेटेड थियो त्यो वाटरगेट स्क्यान्डलमा, एन्ड दिस इज फ्याक्ट विच इज रिटन इन दि text, and it is also mentioned the date of 1970 as well, so we can't neglect that. So the answer choice number D is also the wrong, and the perfect answer choice we can find from here is option choice number B, which is absolutely correct. And it was so straightforward. I hope you liked the video, and before concluding I would like to add one thing. Guys, if you have any of the questions which you are feeling difficulty, or any maths question, then please comment down below, which help us to make more such type of video in the future. So hope you guys liked and support us the way you are doing. Thank you.